Good afternoon, sir. Good afternoon. Would you like to introduce yourself? Mohd Amish Pokhrel. I am from British Council here. होइन Sir. So, British Council को बारेमा थोरै भनिदिनु न. ब्रिटिस काउन्सिल भनेको चाहिँ हजुरको ग्लोबल अर्गनाइजेसन भयो नेपालमा अलमोस्ट 80 इयर्सदेखि यहाँनिर छौँ हामी. सो हाम्रो मेन अब्जेक्ट भनेकै इङ्ग्लिसलाई चाहिँ प्रमोट गर्ने कुरा भयो होइन. प्रमोट इङ्ग्लिसको टेस्टदेखि लिएर इङ्ग्लिसलाई जे पनि सपोर्ट गर्छौँ वि डेभलप एन्ड वि इस्टाब्लिस भन्ने नेपाल. सो अहिले चाहिँ स्टुडेन्ट्सहरू त्यस आइएल्स र पिटीमा झुकिन्छन् कुन गरौँ भनेर. सो कस्तो स्टुडेन्ट्सहरू चाहिँ आइएल्स गर्दा राम्रो हुन्छ? आइएल्स चाहिँ तपाईँको ग्लोबल्ली एक्सेप्टेड प्रोबेबली अलमोस्ट 13,000 युनिभर्सिटिज ग्लोबल्ली रूपमा एक्सेप्टेड छ. तपाईँको गभर्मेन्ट अर्गनाइजेसनहरूले पनि र माइग्रेसन अफिसहरूले पनि एक्सेप्ट गर्ने भएको चाहिँ इट इज वान अफ द मोस्ट प्रिफर्ड ल्याङ्ग्वेज एसेसमेन्ट टेस्ट भनौँ न ग्लोबल्ली. पिटी इज अल्सो देयर तर लाइक तपाईँको कभरेज चाहिँ आइएसमा ज्यादा भएकोले वी स्टिल प्रिफर आइएस मच मोर बेटर देन पिटी.